राउटे समुदाय 4 युवतीलाई दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा एक युवक पक्राउ। सामाजिक सञ्जालमा भाइरल हुने मनसाहीले 4 राउटे युवतीसँग गुडिरहेको ट्रकमा गलत नियतसहितको दुर्व्यवहारपूर्ण भिडियो खिच्ने कार्यमा संलग्न रहेको आरोपमा एकजना प्रहरीको फन्दामा परेका छन्। केही दिनअघि राउटे युवतीसँग गरिएको गलत हरकतसहितको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएपछि सुर्खेत प्रहरीले एक्सन लिएको थियो। शनिबार भिडियोमा युवतीहरूको दुर्व्यवहार गर्ने कार्यमा संलग्न दैलेखको 8 सहित नगरपालिका 3 का तपेन्द्र साईलाई दैलेख प्रहरीले पक्राउ गरी थप अनुसन्धान गर्ने सुर्खेत प्रहरीको जिम्मा लगाएको थियो। सुर्खेत प्रहरीको अनुरोधमा शाहीलाई सोही ठाउँको दुबी नगरबाट पक्राउ गरी थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायक उपरीक्षक गणेश बहादुर बरालले बताउनु भएको छ। केही दिनअघि घरती जगत नाम फेसबुक प्रयोगकर्ताले 15 सेकेन्डको भिडियो सार्वजनिक गरेपछि राउटे सामुदायिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको शोषक नेपालले सुर्खेत प्रहरीमा उजुरी दिएको थियो। उक्त उजुरीका आधारमा भिडियोमा देखिएका शाहीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायक उपरीक्षक मोहन गंगा थापाले बताउनु भएको छ। उनीमाथि साइबर अपराध र दुर्व्यवहार मुद्दामा अनुसन्धान हुने उनले बताउनु भएको छ। प्रहरीले भिडियो सार्वजनिक गर्ने व्यक्तिको समेत खोजी थालेको छ। भिडियो कुन ठाउँ र कहिले खिचिएको हो एकिङ भएको छैन। भिडियो 4 राउटे युवतीको बीचमा बसेका शाहीले गलत हरकत गरिएको देखिन्छ, जसले युवती अंगालो हालेर ताजा भनेपछि राउटे युवतीको असहज मानिरहेको थियो। उनले युवतीसँग अंगालो हालेर ताजा भनेपछि राउटे युवतीहरूले असहज मानिरहेको देखिन्छ। आदरणीय दर्शकहरू, हजुरले यस विषयमा के भन्न चाहनुहुन्छ? आफ्नो मनमा लागेको सल्लाह सुझावहरू दिया छ भने तलको कमेन्ट बक्समा भन्दै हामी यस्तै नयाँ ताजा समाचारको साथमा तपाईहरुमा फेरि पनि उपस्थित हुने नै छौं। तबसम्मको लागि बिदा दिनुहोस्। हस्त नमस्ते, जय नेपाल।